नमस्कार बिहार.com। आज म तपाईहरुलाई एउटा यस्तो ठाउँको बारेमा जानकारी दिन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर मन पर्छ भने लाइक, कमेन्ट, शेयर अनि यस्तै भिडियोहरु प्राप्त गर्नको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। तपाईहरुले यो देखिराख्नु भएको दृश्य पूर्वी चौकी गाउँपालिका वडा नम्बर 6 गाजरीमा अवस्थित श्री धानकोट नमुना कृषि सहकारीबाट आयोजित कृषि घर हो। यो कृषि घरमा विभिन्न किसिमका बेमौसमी तथा मौसमी तरकारीहरू र विभिन्न किसिमका मौसमी तथा बेमौसमी बिउहरूको पनि एउटा उपलब्धता रहेको छ। यो कृषि फर्म आयोजित गर्नको लागि सर्वप्रथम गाजरीका युवाहरूको एकरूपता रहेको छ। उहाँहरूको यो मेहनत र एउटा हिम्मतलाई स्वीकार्नु हो भने हामीले पनि समाजमा यस्तै किसिमका कामहरू गर्न सक्छौं। आखिर गर्यो भने के हुँदैन। हाम्रो जस्तो नेपालको एउटा 81% एउटा कृषिमा आधारित जनताहरूको लागि यो सर्वोत्तम काम भनेको एकदम उदाहरणीय रहेको छ। थप जानकारीको लागि यसै सहकारी संस्थाका अध्यक्ष श्री प्रेम भण्डारीज्यू हामीसँग प्रत्यक्षमा हुनुहुन्छ। स्वयं उहाँको कुरालाई एकचोटि ध्यान दिएर सुन्नुहोला, के भन्नुहुन्छ उहाँले। नमस्कार, म चाहिँ दानकोट नमुना कृषि सहकारी संस्थाको अध्यक्ष। यो हाम्रो यो दानकोट नमुना कृषि सहकारी संस्थाको फर्म हाउस हो। यो फिल्ड हो। यो यहाँ विभिन्न किसिमका मौसमी बेमौसमी तरकारीहरू उत्पादन गर्छौं हामी। अब हामीले चाहिँ वर्षभरि नै यो जग्गा भाडामा लिएर वर्षभरि हुने मौसमी तथा बेमौसमी तरकारीहरू गर्छौं। यसको उद्देश्य भनेको यस गाजरी भित्रका कृषकहरूले यहाँबाट चाहिँ केही न केही सिकुन् र विभिन्न समूहहरूमा हामीले चाहिँ नर्सरीबाट बिउहरू उपलब्ध गराउने अनि तरकारीहरू ताजा तरकारी उत्पादन गर्ने र प्राङ्गारिक खेतीलाई चाहिँ प्राथमिकता दिएर किसानलाई केही न केही कुरा सिकाउनको लागि यो फिल्ड तयार गरेका हौं। यो सँगसँगै हाम्रो 10 वटा समूह छ बाहिर दानकोट नमुना कृषि सहकारी संस्थाको समूहहरू। त्यो समूहमा चाहिँ हामी विभिन्न किसिमको तरकारी अहिले समय अनुसार चाहिँ हामीले विभिन्न किसिमका मौसमी तथा बेमौसमी तरकारी खेतीको बारेमा चाहिँ किसानलाई बढी भन्दा बढी जानकारी गराउनको लागि यो फर्म हाउस चाहिँ स्थापना गरेका हौं। धन्यवाद। उहाँको कुरालाई तपाईले सुनिसक्नु भएको छ। यदि सुनेको छैन भने पनि भिडियोलाई रिभ्यू गरेर सुन्न सक्नुहुन्छ। उहाँ श्री दानकोट नमुना कृषि सहकारी संस्थाका अध्यक्ष रहनु भएको छ। उहाँ अध्यक्ष मात्र नभएर एउटा वडामा कार्यरत कृषि प्राविधिक पनि हुनुहुन्छ। उहाँ आफ्नो समय व्यस्तताका कारण पनि उहाँले यो एउटा उदाहरणीय अथवा नमुनायुक्त काम गर्नु भएको छ। यसको लागि तपाईले के भन्न चाहनुहुन्छ कमेन्टमा भन्न सक्नुहुन्छ। त्यसैगरी हामीसँग यसै सहकारी संस्थाका प्रबन्धक श्री सूर्यबहादुर थापाज्यू पनि प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। एकचोटि उहाँको कुरालाई पनि ध्यानपूर्वक सुनौ है त। नमस्कार, म चाहिँ दानकोट नमुना सहकारी संस्थाको प्रबन्धक हो। अहिले चाहिँ हामी दानकोट नमुना कृषि सहकारी संस्थाको यो फर्म हाउसभित्र छौँ। फर्म हाउसमा चाहिँ विभिन्न किसिमका तरकारीहरू चाहिँ यहाँ फलिराखेको छ। यहाँ चाहिँ हामी विशेषतः आज शनिबारे बसाइ यो चाहिँ फुर्सदको दिनमा चाहिँ यहाँ चाहिँ जुन उत्पादनको लागि लगाएका तरकारीहरू छन् यी तरकारीहरूको चाहिँ अवलोकन गर्न र यहाँ चाहिँ के कसरी चाहिँ यो चाहिँ यसलाई चाहिँ व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा चाहिँ यहाँ हामी आज उपस्थित भएका छौँ। र यही सन्दर्भमा चाहिँ मैले कुरा जोड्दाखेरि हामीले चाहिँ यो कृषि सहकारी को लागि यो कृषि फिल्ड नै किन रोज्नु परेको कुराहरू चाहिँ यहाँ हामीले जोड्न खोजेका छौँ। एक सन्दर्भमा चाहिँ यो कृषि सहकारी चाहिँ कृषिसँग सम्बन्धित भएर अब त्यो कृषि उपार्जन गर्दाखेरि चाहिँ कृषिले चाहिँ जुन आम्दानी गरेका साना साना रकमहरू हुन्छन् त्यसलाई चाहिँ कृषि सहकारी मार्फत चाहिँ कसरी परिचालन गर्न सकिन्छ र त्यो रकमलाई चाहिँ फेरि कृषि क्षेत्रमै कसरी लगाउन सकिन्छ भन्ने सन्दर्भ चाहिँ जोडेर चाहिँ यहाँ चाहिँ केही गरेपछि हुँदो रहेछ है। त्यहाँ चाहिँ हामीले सङ्कलित हाम्रो चाहिँ निक्षेप रकम चाहिँ कृषि क्षेत्रमा लगाएपछि चाहिँ त्यहाँबाट पनि केही बेनिफिट हुन्छ भन्ने एउटा जो त्यहाँका शेयर सदस्यहरू लगायत यहाँको जुन अन्य जो सर्वसाधारण मान्छेहरू छन् उनीहरूलाई चाहिँ कृषि पेसातिर आकर्षित गर्न र कृषि पेसाबाट चाहिँ केही अर्थोपार्जन गर्नको लागि र उनीहरूले आफ्नो व्यावसायिक रूपमा चाहिँ कृषि क्षेत्रमा चाहिँ लगाउनको लागि यो सम्भवतः यसरी चाहिँ हामीले एउटा उदाहरणको रूपमा चाहिँ यहाँ कृषि पेसाको रूपमा चाहिँ कृषि खेती गरिराखेका छौँ। यसले राम्रै उत्पादन दिएको छ। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो फर्सी छ।
यो फर्सीले चाहिँ एकदमै राम्रो उत्पादन दिइसकेको छ। लगभग हामीले चाहिँ यहाँ धेरै छैन, थोरै 2-3टा ठाउँमा मात्रै लगाए पनि लगभग अहिलेसम्म हाम्रो यहाँ 50 किलो जति चाहिँ फर्सी बेचिसकेको छौँ। 50 किलोबाट चाहिँ हामीले सोझै हेर्ने हो भने यति सानो जग्गा चाहिँ सबै मान्छेसँग हुन्छ। यति सानो जग्गामा चाहिँ यो फर्सी मात्रै लगाएर पनि चाहिँ गऱ्यो भने 50 किलो उत्पादन हुँदो रहेछ। यसलाई चाहिँ बजारसम्म पुर्याउने हो भने यसले लगभग हामीले चाहिँ यसलाई चाहिँ यो जुन प्राङ्गारिक र अर्ग्यानिक कृषि को चाहिँ महत्त्व हामीले यदि उपभोक्तालाई बुझाउन सक्यौँ भने र यसको रेट हामीले प्राङ्गारिक कृषि को र यसको अर्ग्यानिकको रेट मापदण्ड अनुसार हामीले पायौँ भने चाहिँ अब लगभग हामीले 1 किलोको 100 रुपियाँ बेच्छौँ। 100 रुपियाँ बेच्यो भने हामीले 50 किलो 5,000 चाहिँ आम्दानी 1 महिना, यो चाहिँ 3 महिनाको पिरियडमा चाहिँ यति सानोले चाहिँ 5,000 को आम्दानी गरेको छ। यो 5,000 को आम्दानी स्वभावतः अन्य मान्छेहरूले पनि यति सानो ठाउँमा गऱ्यो भने चाहिँ उनीहरूलाई पनि आम्दानी हुन्छ, उनीहरूले पनि चाहिँ केही आफ्नो घर खर्च चलाउने बाटो चाहिँ हुन्छ। म अनुरोध गर्न चाहन्छु तपाईँहरूसँग खाली रहेको जग्गा छ भने अथवा खाली ठाउँ तपाईँहरूसँग यदि घर नजिकै पानी लाग्ने सिँचाइ सबै कुराहरू पूर्वाधार पुगेको क्षेत्र छ भने त्यहाँ चाहिँ तपाईँहरूले चाहिँ कृषि पेसा अपनाउँदा तपाईँहरूले चाहिँ घाटा हुँदैन। तपाईँहरूले यो पेसातिर चाहिँ आकर्षित हुनुपर्छ। हाम्रो एउटा यो परम्परागत पेसा पनि हो। यो पेसा भएको कारणले गर्दाखेरि यसले चाहिँ हामीलाई केही बेनिफिट गर्छ भन्ने आशा राख्दछु। हस्, धन्यवाद। अब यो चाहिँ भन्दाखेरि अब यो गाउँभित्र केही पेसा सानो पेसा अँगालेका मान्छेहरू जो चाहिँ हामी गाउँभित्र केही सानो पेसा गरिराखेका छौँ। एकातिर आफ्नो पेसा भइराखेको र अर्कोतिर चाहिँ हामीले केही यो समाजलाई पनि एउटा फरक किसिमको सन्देश दिनुपर्छ भन्ने कुराहरूसँग जोडिएर एक त के हुन्छ भन्दाखेरि एउटा सद्भावको वातावरण पनि हुन्छ, एकता मेलमिलापको वातावरण पनि एउटा जोडिन्छ। सबै ठाउँको हाम्रो यहाँ के अरे वडाभित्रका सबै क्षेत्रका सबै टोलका मान्छेहरू चाहिँ त्यहाँ जम्मा भएको कारणले गर्दाखेरि अथवा त्यो चाहिँ एउटा सङ्गठित भएको कारणले गर्दाखेरि त्यहाँ एउटा एकताको भावना पनि त्यहाँ चाहिँ स्थापित हुन्छ। समाजले पनि एउटा सबै क्षेत्रका मान्छेहरू चाहिँ त्यहाँ जोडिएका छन् है भन्ने किसिमको एउटा एकताको भावना पनि हुन्छ। र अर्कोतिर के हुन्छ भन्दाखेरि जुन हामीले गरिराखेको पेसा छ यो पेसाले चाहिँ सम्भवतः सिधै यो अर्थोपार्जनसँग जोडिने भएको कारणले गर्दाखेरि के आम्दानीसँग जोडिने कारणले पनि के हुन्छ भन्दाखेरि अब त्यहाँका मान्छेहरूले पनि अब केही फरक किसिमको सन्देश जाने भयो। अब त्यहाँ चाहिँ गरौँ भन्ने, भोलि गरेपछि हुँदो रहेछ है भन्ने, भोलि आफ्नो भोलिको पुस्तालाई पनि कृषि पेसातिर चाहिँ संलग्न गराउने। अहिले चाहिँ कृषि पेसातिर निराशामुखी छन् मान्छेहरू। कुनै पनि आफ्ना चाहिँ दोस्रो पुस्ताका बालबालिकाहरूलाई चाहिँ कृषि पेसा नै गर्नुपर्छ है, यो कृषि पेसा भनेको एउटा स्वाभिमानी पेसा हो है भन्ने किसिमबाट चाहिँ भोलि आफ्ना पुस्ताका मान्छेहरूलाई एउटा फरक तरिकाले हामी भन्छौँ त्यही परम्परागत शैलीमा गर्नुपर्छ भन्ने चाहिँ होइन, तर फरक किसिमबाट फरक शैलीबाट उनले चाहिँ अब अथवा भोलि एउटा कृषि जेटिए नै आफ्ना छोराछोरीलाई पढाउने, त्यो चाहिँ एउटा व्यवसाय कृषि पेसा गर्ने उद्देश्यले कृषि चाहिँ के अरे एग्रिकल्चर पढाउने छोराछोरीहरूलाई त्यो किसिमको अब मसँग चाहिँ यति किसिमको जग्गा छ, यो ठाउँमा चाहिँ यति व्यवसाय गरेपछि यति हुन्छ र भोलि मैले आफ्नो छोराछोरीहरूलाई चाहिँ कृषि पढाउँदाखेरि त्योसँग कृषिसँग ज्ञान उर्लाइली हुँदाखेरि चाहिँ मेरो छोराछोरीहरू भोलि आफ्नै खुट्टामा स्ट्यान्ड हुन सक्छन् अथवा त्यहाँ चाहिँ केही स्वरोजगारमुखी हुन सक्छन्। भोलि अहिले त ट्रेन्ड छ एउटा मास्टर डिग्री गरेर ब्याचलर गरेर एउटा राम्रो विषयमा पढेको मान्छे पनि विदेशिनुपर्ने होइन, एउटा त्यति इन्कम नहुने त्यस्तो किसिमको वातावरण छ। अहिले पनि हामी धेरै ठाउँमा समाचार सुन्ने गरेका छौँ कृषि पेसा अँगालेका मान्छेहरू यदि एउटा सही तरिकाले राख्ने हो अथवा प्राविधिक सल्लाह लिएर रोगहरू चाहिँ यहाँको लाग्ने विभिन्न समयमा लाग्ने रोगहरू के हुन्, ती रोगहरू चाहिँ कति बेला लाग्दा रहेछन् भन्ने कुराहरू यसलाई यदि अनुभवको रूपमा लियौँ भने भोलि यो एउटा त्यसरी पनि हामी जोड्न सक्छौँ। यहाँ चाहिँ हामी अनुभवको रूपमा हामी यहाँ काम गरिराखेका छौँ। अहिले गर्दै गर्दाखेरि मैले यहाँ चाहिँ यो 2 सिजन भयो, अहिले 1 सिजन अब हाम्रो सकिँदैछ। यो सिजनको अब यो चाहिँ एकदम सुक्खा सिजन हो। यो सुक्खा सिजनमा पनि एकदम राम्रो अहिले उत्पादन भएको छ। यो सिजनमा पनि अब मैले यहाँ काम गर्दाखेरि मैले सिकेँ। अब भोलि चाहिँ के हुन्छ भन्दाखेरि मैले आफ्नो व्यावहारिक जीवनमा मैले आफूले पनि त्यहाँ के हुने भयो, मैले काम गर्न सक्ने भयो। एउटा त्यसको एउटा यो परीक्षणको रूपमा पनि यहाँ गर्न सकिन्छ। यहाँ अब हामीलाई त थाहा भयो यहाँ आउने सबै जति यहाँ सदस्यहरू आइपुग्नुहुन्छ, म त सबै सदस्यहरूलाई चाहिँ एउटा अनुरोध गर्न चाहन्छु, सम्पूर्ण शेयर सदस्यहरूलाई चाहिँ एकपटक यहाँ चाहिँ छिर्दिनुहोस्, आइदिनुहोस्, एकदिन हेरिदिनुहोस्। यहाँ चाहिँ हेर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यहाँ काम गर्ने मान्छेहरूको मनोबल पनि बढ्छ। एकातिर के हुन्छ हाम्रो ठाउँमा चाहिँ यस्तो किसिमको उत्पादन भएको छ है भन्ने कुरा विज्ञापन पनि हुन जान्छ। त्यो भएको हुनाले चाहिँ तपाईँहरू यहाँ छिर्दिनुहोस्, यहाँ अनुगमन गरौँ, भोलि सबै मिलेर हातेमालो गर्दै भोलि तपाईले उहाँको कुरालाई पनि सुनिसक्नु भएको छ। उहाँ हुनुहुन्छ यसै सहकारी संस्थाका प्रबन्धक सूर्यबहादुर थापाजी हुनुहुन्छ।
उहाँ यस सहकारी संस्थाका प्रबन्धक मात्र नभएर श्री शिशु सुधार माध्यमिक विद्यालय यसै गाँजरी डोटीका लेखापाल पनि हुनुहुन्छ। उहाँ पनि आफ्नो समय व्यस्तताका कारण पनि एउटा केही गर्नुपर्छ है भनेर एउटा युवाको नमुनायुक्त बन्नु भएको छ। एउटा नमुनायुक्त बन्दै गर्दाखेरि उहाँको यो जोस जागर र हिम्मतलाई के भन्न चाहनुहुन्छ कमेन्टमा भन्न सक्नुहुन्छ। तपाईले यो सिनमा हेर्दै गर्दाखेरि तपाईले देखिसक्नु भएको छ यसै सहकारी संस्थाका अध्यक्ष श्री प्रेम भण्डारी र यसै सहकारी संस्थाका प्रबन्धक सूर्यबहादुर थापाज्यू। उहाँहरू दुवैजना मिलेर एउटा शनिबारको बसाइमा पनि एउटा सहकारी संस्थाको लागि खटिराख्नु भएको छ। आज उहाँहरूले त नुहाई धुवाई गर्ने दिन हो, एउटा सरसफाइमा लाग्ने दिन हो, तर पनि उहाँ दुवैजना मिलेर यस्तो युवाहरू दुवैजना मिलेर एउटा आफ्नो कामप्रति लागिराख्नु भएको छ। तपाईको यो मेहनत, तपाईको यो हिम्मत, तपाईको यो जोस जागर एउटा समाजको लागि, सामाजिक युवाको लागि एउटा स्वीकार्य हुनेछ। यसरी नै तपाईहरूले अरू युवाहरूलाई पनि एउटा साथ सपोर्ट दिने हो भने उहाँहरूले पनि तपाईको सिको गर्नेछन् र तपाईसँग एउटा मिलेमतोमा साथ दिनेछन्। मेहनत गर्ने किसानहरूको लागि पनि यस ठाउँबाट बिउहरू प्रदान गरिन्छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद।